नमस्ते। आज कुरा गरौँ साइबर क्राइम भनेको के हो र साइबर क्राइम भयो भने कहाँ गएर उजुरी दिने त भन्ने विषयमा। नेपालको कानुनले ह्याकिङ, डिजिटल फ्रडको साथसाथै कुनै पनि प्रकारको कानुनले प्रतिबन्ध लगाएका कुराहरू अनलाइन मिडियाको मार्फत तपाईहरूले प्रदर्शन गर्नुभयो भने, कसैलाई बुली गर्नुभयो भने, हेरास गर्नुभयो भने, कसैलाई हैरानी गर्नुभयो भने, महिलाहरूलाई हैरानी गर्नुभयो भने अथवा कुनै पनि समुदाय सम्प्रदाय विरुद्ध घृणा फैलाउने कार्य गर्नुभयो भने यस्तो कार्यलाई नै साइबर क्राइम हो भनेर कानुनले डिफाइन गरेको छ। र साइबर क्राइम भयो भने कहाँ गएर उजुरी दिने त? यदि साइबर क्राइम तपाईँमाथि घटेको छ भने तपाईँहरूले भोट आइडी काठमाडौँमा गएर चाहिँ त्यहाँ साइबर ब्युरो छ, त्यहाँ गएर तपाईँले उजुरी गर्न चाहिँ सक्नुहुन्छ। र अर्को महत्त्वपूर्ण कुरा के हो भने साइबर क्राइम भनेको चाहिँ सरकारवादी फौजदारी मुद्दा भएको कारणले तपाईँहरूलाई कुनै पनि फी लाग्दैन र लयरहरू पनि सरकारी वकिल नै हुनुहुन्छ है त। धन्यवाद।